यो तपाईको यो जुन चाहिँ यो भेल हुन्छ नि यो इनलेट भेल भन्छ यसलाई चाहिँ यो ठुलो भेल हो यो चाहिँ यो भेल भन्दा अलिकति थोरै ठुलो हुन्छ यो भेल चाहिँ यो आउटलेट भेल भन्दा यो इनलेट भेल चाहिँ पुरै रिपिट यहाँ हेर्नु है त यहाँ राम्रोसित देखिन्छ ल हेर्नु यसको बिटै छैन के पुरै खाइसकेको छ भनेको यो यसको जस्तो यतिको मोटाइ चाहियो क्या थिकनेस है यतिको थिकनेस चाहियो यसमा थिकनेसै छैन यसको मोटाइ नै छैन पुरै खाइसकेको छ क्या ल हेर्नु यो पुरै खाइसकेको छ यो सेतो सेतो देखेको खाएको हो ल हेर्नु है यो सबै पातलो यो पुरै चक्कु जस्तो भएको छ यो पनि अनि यसको जुन चाहिँ यो बस्ने कुना यो भाग हुन्छ यो भाग चाहिँ यो चाहिँ भित्र दबिसकेको छ यहाँ हेर्नु त धेरै भित्र दबिसकेको छ यसमा छैन बस्ने अब भेल बस्ने ठाउँ नै छैन भनेको नयाँ भेल हाल्दा नि जस्तोको तस्तै समस्या जिउको त्यो हुन्छ यतिको माथि हुनु पर्यो कि यो जतिको माथि हुनु पर्यो यो चाहिँ धेरै भित्र गइसक्यो ल धेरै भित्र गइसकेको छ त्यो भएर अब यो सिलिन्डर हेडै बनाउनु पर्ने हुनसक्छ है यो सिचुएसन छ